देखो नि हाम्रो स्याउ आदि खाइसक्यो हामीले तल हाम्रो हाम्रो त रुखमा के आफर नै पर्दैन हामी बसेर आँप खाँदैछौँ लिनुस् ल्याउनुस् चाखी हाम्रो खानु पिस हेर्नुस् नुन यो चाहिँ अर्काको बारीको है आफ्नो बारीको होइन नि फेरि थाहा भने मार्छ त्यो कसलाई थाहा छ मेरो मम्मीले मेरो मामुले उसको मामु मतलब राई भाषामा फुपू अनि मेरो चाहिँ मम्मी भन्ने थाहा छ नि आमा लिनुस् 1 बाइट लिनुस् किरा परेछ देखिरहेछ के हुँदैन दबाई हुन्छ किरा पनि चोके काला जादु काला के नलागोस् पानी नपरिकन खानु हुँदैन क्या मेरो मम्मीले भन्नुभएको के हुन्छ थाहा छ मासी पर्छ अरे सेतो मासी रातो मासी के पर्छ त्यही कारणले मनसाको के हामी तर अघि खाइसक्यौँ तर अहिले मनसाहरू केही पनि हुँदैन आपका बब्बाल धेर खानु हुँदैन एउटा मात्रै टिपेको धेर भयो पो टिप्नु यसपालि फलले पनि धेर नखा भने अब म अर्कोचोटि मलाई लिची देखाउँछु लिची म पनि हुन्छु आँपको सिजनमा आँप खानुको छुट्टै मजा अलिक खुर्सानी पुगेन क्या अर्को लटमा खुर्सानी खाएर देखाउँछु भोलि मलाई विश्वास लाग्ने आँप यत्रो फल्यो हाम्रो घरमा मतलब मम्मीको बारीमा क्या अर्काको बारीमा आफ्नो मम्मी तर अर्काको बारीमा कुरा बुझ्नु भयो नि कस्तो चिलाउनु थाल्यो जिब्रो त मैले अघि त्यो सानो टोकेर कस्तो उयो कति मिठो हो क्या आँप धेरै मिठो भएर पनि नफलेको छ अरे आँखा लागेन हेर्दैछ मान्छे आँपको धनियाँ पनि आयो भने मार्छ तर हामी नमर्ने भर्खर त जन्मेका छौँ आँप खानलाई तपाईँले पनि खानु मन लाग्यो भने कल गर्नुहोस् शान्ति राईलाई नम्बर भनिदिनुहोस् तपाईँको 2-3 लाखवटा फल्यो है म खान्छु तपाईँलाई हे भगवान् के पनि नहोस् है यति खाएको नि पाप लाग्दैन यस्तो मिठो छ पाप लाग्ने कुरा हुँदैन यसमा अहिले चाहिँ म खाउँला साँच्ची त्यत्रोमा भयो यस्तो डल्लो छैन अझ ल तिम्रो भात कति दिन आएको कति मलाई त धेरै पो आएको छ ठुलो भएर न यहाँ अचार हालेर कस्तो बबाल हुने यसको दाना खानु हुने